हाम्रो मेन डिओवकको डिडब्ल्युआइटीको गोल चाहिँ जब फेयर अर्गनाइज गर्नको लागि हाम्रो कलेज ग्रेजुएट्सहरूले चाहिँ एट वान पोइन्ट अफ टाइम यसको इन्सेप्सनमा चाहिँ वान पोइन्ट अफ टाइममा चाहिँ उहाँहरूले लाइक अब कहाँ जाने जब गर्नलाई भन्ने अलिकति अन्योलमा हुनुहुन्थ्यो। अनि त्यही भएर पनि ल ठिक छ, अब हामीले चिनेको आइटी कम्पनीजहरूलाई हामीले अप्रोच गऱ्यौँ अनि ल आउनु त स्टुडेन्टहरूसँग इन्टरेक्ट गरिदिनु भनेर हामीले दियौँ। सो इन्सेप्सन चाहिँ त्यो हो। पछि यो कति यस्तो लाइक बिग हिट भयो यो होइन। अनि त्यसपछि हामीले चाहिँ सोच्यौँ किन लाइक वाइ हाम्रो मात्रै स्टुडेन्ट किन त, लाइक बाहिरको अरू स्टुडेन्टले पनि त यो स्ट्रगल त फेस गरेर हुन्छ। सो यो चाहिँ सबैलाई हामी इन्भाइट गरिदिउँ, सबैलाई फ्री गरिदिउँ, फ्लोट गरिदिउँ भनेर गरे हो। अनि दिस इज द ओन्ली आइटी जब फेयर। अनि यसमा चाहिँ पार्टिसिपेन्ट जब सिकर सबैले पार्टिसिपेट गर्न पाउनुभयो। अनि यसमा चाहिँ अब मेन के हुन्छ भने कम्पनीजहरू चाहिँ आइदिनुहुन्छ, यहाँ कम्पनीको एचआर कम्पनीको हेड्सहरू आइदिनुहुन्छ अनि अनस्पट इन्टरभ्यूहरू पनि गरिदिनुहुन्छ। सो एउटा ब्रिज जस्तो चाहिँ बनिदिएका छौँ हामी। पहिलाको र अहिलेकोमा पहिला चाहिँ यस्तो हुन्थ्यो हजुर, मोस्टली चाहिँ स्टुडेन्ट्सहरू मात्रै धेरै इन्भल्भ हुनुहुन्थ्यो। तर रिसेन्ट डेजहरूमा चाहिँ किनभने स्किल्ड रिसोर्सेस अनि जब्सहरू पाउनलाई गाह्रो भइरहेछ आजकल। लाइक कमिङ डेजहरूमा एकदम गाह्रो छ है, आइटीहरूमा पनि गाह्रो छ। अनि आजकल चाहिँ नट जस्ट स्टुडेन्ट, नट जस्ट ग्रेजुएट्स, जब सिकर्सहरू पनि त्यत्तिकै उसमा आइरहनु भएको छ। अनि यसपालि हाम्रो त्यो रिस्पोन्डेन्ट्सहरूकोमा हेर्दाखेरि पनि नि, रिपोर्टमा हेर्दा डेटामा हेर्दाखेरि पनि जब सिकर्सहरू पनि धेरै हुनुहुन्छ। सो पिपल वर लुकिङ फर जब्स अनि पाइरहनु भएको छैन, राम्रो कम्पनीजहरूमा अप्रोच गर्न सकिरहनु भएको छैन। सो त्यस्तो पुल अफ पिपलहरू पनि हुनुहुन्छ। अनि पास्ट र अहिलेमा चाहिँ त्यो चाहिँ डिफ्रेन्स देखिया छ। अहिले नेपालमा साँच्चीकै सम्भावना छ, एकदम ह्युज पोटेन्सियल छ नेपालमा है। एउटा चाहिँ अब आइटीको पोटेन्सियल ह्युज छ, किनभने मोस्ट अफ द टाइम के हुन्छ भने कम्पनीहरूले ओभरसिज कम्पनीहरूले आउटसोर्स गर्छन् आफ्नो प्रोजेक्ट्सहरूलाई। अनि नेपालमा स्किल लेबर्सहरू हुनुहुन्छ। अनि अब लाइक ठिक्क रिम्युनरेसनमा दे आर ओके हुन्छ नि। बाहिरको स्ट्यान्डर्डमा अब त्यो रिम्युनरेसन कम्पेयर गर्दाखेरि पनि नेपालको स्ट्यान्डर्डलाई हाई हुन्छ। तर इन डलर्स उहाँहरूले पे गर्नु पर्दैन, नेपाली रुपिसमा गर्ने हुनाले आइटीको एकदम ह्युज स्कोप छ इन कन्ट्री। अनि अर्को पनि एउटा बेनिफिट के छ भने नेपालमा अब अरू इन्डस्ट्री भनौँ न, अरू नन टेक्निकल इन्डस्ट्रिजहरूमा चाहिँ अब आफ्नो फ्यामिली बच्चाहरू सबै छोडेर विदेशमा गएर बस्नुपर्ने हुन्छ, त्यो स्ट्रगल। अनि नेपालमा आइटी सेक्टरमा चाहिँ त्यस्तो चाहिँ अलिक लिमिटेड छ। अनि ठिक छ म अफसोर रिमोट काम गर्छु भन्नुहुन्छ भने त्यो अप्सन पनि अभाइलेबल हुन्छ। म कम्पनीसँग आबद्ध भएर काम गर्न मलाई छैन भने पनि उहाँहरूले अरू कम्पनीजहरूसँग फ्रिलान्स काम पनि गर्नुभएको छ। अनि अहिले चाहिँ फ्रिलान्सको पनि एकदम बढिरहेछ, किनभने अब ट्याक्सेसन पोलिसी पनि कम छ। फ्रिलान्सको त्यो इन्कम ट्याक्स